हामीले चाहिँ क्लास 7 आज पनि पहिलाको वर्ष चाहिँ फिल्ड ट्रिप जाँदैछौँ। तर अहिले भने कति दिनको छ अहिले? 1 डे र अहिले चाहिँ हाम्रै आफ्नै ठाउँको बस चाहिँ रामन पार्कमा जाँदैछ। गाडीमा मजा आछ नि? एकदम ठिक छ? सोनिया ठिक छ? बाबु ठिक छ? ठिक छ? ल हामी चाहिँ भर्खरै बेनी आइपुगेछ। अहिले भने हामी कहाँ क्रस गऱ्यौँ? बेनी क्रस गरेर कहाँ पुग्यो हामी? मारनथान चाहिँ आइपुगेको छौँ। हामी माउन्ट स्कुल नजिकै र अब चाहिँ हामी उकालो बाटो लागिसकेको अब छौँ। तर यहाँ मुनि चाहिँ हाम्रो मारनथान पनि छ। अब हामी एकछिनमा पुग्नेछौँ त्यहाँ। वेदर भने त्यस्तो राम्रो त छैन। पहिलाको वर्ष र अहिलेको वर्ष वेदरको अवस्था एउटै, पुरै तुवालो लागेको छ। ल अहिले भर्खरै हामी कहाँ आइपुग्यो? राउन्ड पार्क। पसाईको रामन पार्क भर्खरै आइपुग्यो। कस्तो लाग्यो गणेश? राम्रो छ। भर्खरै आइपुग्यो। ल रामन पार्क चाहिँ यहाँ रहेछ। अब चाहिँ हामी यता मन्दिरतिर लाग्छ। फर्स्टमा चाहिँ यताभन्दा पहिला मन्दिर जानु पर्दो रहेछ। ल राति ल यहाँबाट चाहिँ हामी यसरी मन्दिरतर्फ लाग्दैछौँ। अहिले चाहिँ पुरा जस यहाँबाट भ्यू चाहिँ देख्थ्यो होला, तर पुरै हुस्सु लागेको कारणले हामीले चाहिँ त्यस्तो भ्यूहरू चाहिँ देख्न पाइरहेको छैन। नानी बाबुहरू अगाडि हिँड्दैछ र अब चाहिँ यहाँनिर चाहिँ एउटा मन्दिर रहेछ। एकदमै राम्रो आनन्द लाग्दो ठाउँमा चाहिँ यस मन्दिर चाहिँ अवस्थित रहेछ। ए सुप्रिया कस्तो छ? ल यस पछाडि हामी चाहिँ भर्खरै यो मन्दिर आइपुगेको छौँ। यहाँ चाहिँ कोही नानीबाबुहरू कोही फोटो सेसन लिँदैछ र यो चाहिँ हाम्रो मन्दिर रहेछ। एकदमै पिसफुल ठाउँ। ल हामी चाहिँ यस चाहिँ मन्दिरको चाहिँ उसमा छौँ। ल यहाँबाट चाहिँ भ्यू पनि राम्रो देख्दो रहेछ, तर पुरै टुवालो एयर पोल्युसनको कारणले। कस्तो लागेछ? राम्रो दिनु ठिक छ? सोनिया ठिक छ? यहाँ फोटो सेसन लिइरहेछ र यो चाहिँ हाम्रो मन्दिरमाथि। ठिक छ? यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ हाम्रो रावण गुफा भन्दो रहेछ यसलाई चाहिँ। यस्तो खालको यो चाहिँ एकदमै बवाल लाग्यो चाहिँ, राम्रो छ। ल बाबुहरूले चाहिँ त्यहाँ फोटो खिचिरहेछ।
के गर्दै हो गणेश? ल फोटो खिच्न लाग्छ तिनीहरूले। हाम्रो नानीहरूले फेरि यता फोटो खिचिरहेछ सबै है। अब हामी चाहिँ अब केही समय पश्चात हामी उता लाग्नेछौँ। ल हामीलाई यो मन्दिर कस्तो लाग्यो? राम्रो लाग्यो। ल अब चाहिँ हामी कहाँ जान्छ? उतापट्टि रामन पार्क, तर उद्घाटन नभएको रहेछ। बाहिरबाट यसरी दर्शन गरेर हामी चाहिँ निस्कन्छ। ल ओके गो। ल हामी यहाँबाट कस्तो थियो मन्दिर? भेरी गुड, भेरी नाइस। ल यसरी चाहिँ हामी यहाँबाट निस्केर यहाँबाट यसको नजिकै छ हाम्रो रावण पार्क चाहिँ। 1-2 मिनटको बाटो छ। एकदमै राम्रो रहेछ यहाँ चाहिँ, एकदमै शान्त ठाउँ। अब नानी बाबाहरूलाई लगेर अब सायद हामी जगन्नाथको मन्दिरमा चाहिँ हामी पुग्छौँ। ल हाम्रो बाबुहरू चाहिँ फोटो खिचिराखेका छन् भने नानीहरू गीतमा नाच्दै र रमाइलो गरिराखेका छन्। ल ल अब हामी चाहिँ तोरी पानी सायद गुराँस हुने ठाउँतिर जान्छ। होइन नि बाबु गाडीमा हो त्यहीमा जान्छ। एउटा हेलिप्याड पनि रहेछ। नाच्यो नि बाबु। ल ल हाम्रो चाहिँ यस पछाडि चाहिँ ठ्याक्क रावणको पार्कमा चाहिँ एउटा रावणको मूर्ति बनाउनु भएको रहेछ, तर अहिले चाहिँ उद्घाटन भएको छैन। कस्तो छ बाबु रावणको मूर्ति? राम्रो छ। ल नानीहरूलाई रमाइलो भएको छ। कस्तो छ बाबु मूर्ति? कस्तो छ मूर्ति? कस्तो छ मूर्ति? कस्तो छ बाबु मूर्ति? कस्तो छ? अब हामी कहाँ जान्छौँ? के गर्न? ल एकदमै राम्रो देख्दो रहेछ। ल अहिले हामी कहाँ छौँ? राम्रो छ। मैले नि फोटो बनाएको के अरे। ल अब भने हामीले चाहिँ यहाँको जुन चाहिँ हाम्रो यो रावण पार्क र मन्दिरबाट चाहिँ हामीले बिदा लिँदैछौँ। ल हामी चाहिँ यहाँ बिचमा त्यहाँ चाहिँ भित्र गएर हेर्ने ढोको चाहिँ थियो, तर उद्घाटन भने नभएको रहेछ। त्यसैले चाहिँ अब हामी यहाँबाट लगभग तोरी पानीतर्फ लाग्नेछौँ। हाम्रो दाजुले ल्याइदिनु भएको छ हामीलाई सफलताका साथ। ल ल हामी चाहिँ यो ठाउँबाट बिदा भइसकेका छौँ र हामी चाहिँ यसरी मिलेर बसेका छौँ। कस्तो राम्रोसँग है। यस्तो छ हाम्रो बाबुहरू। ठिक छ नि पछाडिको बाबुहरू? हामी चाहिँ अब तोरी पानी गरेर भेट्छ। जस पुरै यहाँबाट चाहिँ सबै तुवालो देखिरहेको छ, नत्र भ्यू खुलेको भए चाहिँ एकदमै राम्रो भ्यू देख्ने रहेछ। एकदमै अब हामीलाई पछाडि हेरिरहेको छौँ र बाटो भने एकदमै राम्रो छ। बिचको बाटो रहेको छ। हामी चाहिँ कहाँ आइपुग्यो बाबु? हामी ए आइपुग्यो छैन अहिले। अब चाहिँ हामी नाप्चर आइपुग्न लागेको थियौँ।
सोनिया ठिक छ दिपालीलाई त ठिक रहेछ अहिले ठिक छ बाबु ठिक छ यस्तो गर ओ सुप्रिया ठिक छ नानु ल हामी चाहिँ अहिले सायद यो तोरी पानी होला त्यहाँ चाहिँ आइपुगेछौँ ल पुरै लाली गुराँसहरू पनि देखिरहेको छ हामीले चाहिँ यहाँ अलिअलि है पातलो पातलो छ त्यही पनि यहीँनिर रातो रातो देखिरहेको छ होला सायद यो चाहिँ हाम्रो लाली गुराँस देख्यो दिपा गाह्रो भयो ठिक छ पह ल हामी चाहिँ यहाँ लाली गुराँस भएको ठाउँमा आएछौँ हामी चाहिँ लगभग है हाम्रो नानीहरू यहाँबाट आउँदैछन् ल दिपा आऊ ल यता ल कस्तो छ बाटो एकदम सोनिया कस्तो छ सुप्रिया कस्तो छ ल यहाँ मेरो अब एकछिन रेस ल लाली गुराँस देखिरहेको छौँ हामीले ल यो चाहिँ हाम्रो लाली गुराँसमा हाम्रो नानीको ए दिपा एकछिन नदिप त एकैछिन नदिप दिपाली भयो चढ्ने होइन खै ल यता हेर कस्तो भयो लाली गुराँस ठिक छ खै कति टिप्यौ खै कति टिप्यो आशिष बाबु राम्रो निश्चल कति टिप्यो खै यता हेर बाबु खै ल अहिले अब्रिम त आएन ल यहाँनिर फुलै फुल छ हाम्रो बाबुले टिप्दै हुनुहुन्छ बाबु बिस्तारै जाऊ यहाँनिर हाम्रो नानीहरू आउँदैछन् ल बिस्तारै सुप्रिया आऊ यता यता हुन्छ उत्यहाँ हेर त कति छ उत्यहाँ हेरेर कति धेरै छ सिद्धान्तले टिपेको ठाउँमा ल यहाँ चाहिँ हामी यसरी चाहिँ फुल टिप्दैछौँ फुलको ल आशिष कस्तो के छ ओहो हेर त कति धेरै रहेछ यहाँ त परबिन के गर्दैछौ आहा ल फुलै फुल रहेछ है ल हाम्रो दिपाली नानीले फुल टिप्दैछ रमाइलो भएछ दिपा फुल नटिपेको ल हाम्रो सबिन आउँदैछ सबिन बाबुहरू पनि तलबाट देखि चाहिँ ठिक छ कति छ फुल ल यसरी आउँदैछन् हाम्रो नानीहरू हाम्रो दाजु र सिद्धान्तले चाहिँ त्यहाँ टिप्दैछन् फुल ठिक छ औ ल ठिक छ यो सुप्रियाले अहिले राम्रोसँग हिँड्नुपर्छ ल हाम्रो बाबु चाहिँ सबिन चाहिँ एकदमै माथि बुतामा चाहिँ चढिसकेको छ बाबु अलिक सेफ तरिकाले चढ है ल एकदमै हामी गुराँसको जङ्गलमा छ है राम्रो छ यसमा चाहिँ जस पाए फुल ल फेरि एउटा खाल्नु न ओ उता पनि ल हाम्रो दिपा पनि त्यहाँ चढ्यो भिडियो नानु दिपा पनि चढेछ फुल देखाउ ल टिपेको फुल
ल झर अब बिस्तारै राम्रोसँग यस्तो फुलमा हामी चाहिँ आएको छ हाम्रो नानीहरूले फोटो खिच्दैछ यसरी खै त बाबु सबिन टिप्ने मान्छेले समातेको फुल ल आशिष हाम्रो बाबु चाहिँ कोही यहाँनिर गएको छ अनि दाजुले नि एउटा एक प्याक बनाइसक्नु भएको छ है खै कति फुल टिप्यो दिवालले ल ठिक छ ल हाम्रो आशिष बाबु पनि माथि चढेछ आशिष बाबु यता देखाऊ फुल फुल ल अब राम्रोसँग झर्ने है त्यहाँबाट ल हाम्रो यहाँ फुल टिप्दै नानी बाबुहरू चाहिँ ल हामी चाहिँ अहिले जङ्गलमा यति लाली गुराँससँग टिपेर यसरी खेल्दैछौँ खै लाली गुराँस चाहिँ छ नि यस्तै ल अब चाहिँ हामी चाहिँ लाग्दैछ यस लाली गुराँसहरू पनि खेल्यो बाबा अब चाहिँ हामी लाग्छौँ यहाँबाट चाहिँ यसरी यहाँ पनि यस्तो लाली गुराँस होला भन्नु मैले चाहिँ सोचेको चाहिँ थिएन यो सोचे भन्दा धेरै लाली गुराँस हुँदो रहेछ है यस्तो हेर पिङ्क कलरको पिङ्क टाइपको पनि लाली गुराँस छ है यहाँ पनि लाली गुराँस त्यहाँ पनि लाली गुराँस यस्तरी लाली गुराँस छ यहाँ है त ओहे ल धेरै राम्रो यो चाहिँ लाली गुराँस टिपेर चाहिँ हामी चाहिँ नानी बाबुहरू चाहिँ यहाँ झरिसक्यो अब म पनि यहाँबाट झर्नेछु त यो ठाउँबाट चाहिँ हामी यसरी माथि लागेको थियौँ र फुल भने रहेछ पुरै राम्रो अब चाहिँ हामी लाग्नेछौँ यहाँबाट ल अब चाहिँ हामी चाहिँ अब यहाँ एउटा ग्रुप फोटो पनि लियो र अब हामी कहाँ जाँदैछौँ खाजा खानको लागि अब सायद हामी हाम्रो गन्तव्य यहीँसम्म थियो र आजको फिल्ड ट्रिपलाई चाहिँ अब हामी लगभग अन्त्यमा आएका छौँ ल अब चाहिँ हामी यसरी गाडीमा नानी बाबालाई राखिसक्यो अब चाहिँ हामी न्याप्ते चौरा गएर खाजा खाएर अब सायद हामी गन्तव्य आफ्नो गन्तव्यतिर लाग्नेछौँ जस फुल देखेर रमाइलो लागेको छ आज ल अब चाहिँ हामी चाहिँ खाजा खानको लागि यहाँ झरेका छौँ बाबुको खै त फुल खाइसक्यो यो त मेरो यो मैले बानेको यो मेरो फुल ल अब चाहिँ हामी यहाँ खाजा खानको लागि यहाँ आएका छौँ ल दिनौ है त हामी यहाँ के गर्नलाई झरेको खाजा खानालाई झरे है त अहिले चाहिँ हामी चाहिँ एउटा न्याप्तेचरको खाजा घरमा के खाँदैछौँ परबिन हामीले के खाँदैछौँ अब फ्यान्टा अबिन के गर्दैछौँ अब हामीले खै त सक्यो ए दिनो के खाँदैछौँ बाबा हामी ल हाम्रो नानीहरूले के गर्दैछ तिनजनाले के गर्दैछ फोटो हेर्दै ओके ओके ल 3, 2, 1 गो ल यहाँ चाहिँ गेम खेल्दैछ बाबा र यस्तो है 3, 2, 1 गो खादिदियो खाऊ 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 हारिन्छ जस्तो 3, 2, 1 गो ल धातो भाइ यहाँ चाहिँ रमाइलो गेम भएको छ है नानी बाबुहरूको 3, 2, 1 गो 3, 2, 1 गो
यो उडाउँछ उडाउँछ अल्तिर खा ल एकचोटि नपाउने दिपा हो एकचोटि भयो ल अहिले भने हामीले गाउँमा खासै त्यस्तो खाजा नपाए हुनाले हामीले चाहिँ अहिले चाहिँ चाउचाउन खाँदैछ कस्तो छ दिपा कस्तो मिठो छ ल यहाँनिर नै खाजा हामी लिँदैछौँ अब चाहिँ हामी खाजा खाइसक्यो र हामी चाहिँ अब यो न्याप्ती चौरबाट पनि गाडी यहाँ हाल्दैछौँ गाडीमा चाहिँ नानीबाबुहरू चढ्दैछन् अब भने हामी आफ्नो गन्तव्यतर्फ लाग्नेछौँ जस यो चाहिँ हाम्रो वडा कार्यालय पनि यहीँ छ एकदमै व्यवस्थित र एकदमै डेभलप भएको छ यस्तो ठाउँमा पनि पुरै पिच छ है नानी निस्मा ल निस्माको घर आइपुग्यो निस्मालाई चाहिँ हामीले यहाँबाट झार्यौँ सोनिया सोनिया देखाएर क्या ए कता गयो त्यो गइसक्यो ल अब चाहिँ हाम्रो फेरि सेकेन्ड स्टपमा चाहिँ हाम्रो नानी बाबुहरू फेरि यहाँ पनि झर्नु पर्नेछ नानी बाबुहरूलाई अब यहाँ छोडेर हामी गलेश्वर लाग्नेछौँ ल ल अब यहाँबाट हामी 3 जना प्रेम बाई बाई दिपाली बाई बाई ल बाई बाई यहाँबाट बाबु होइन त्यही बस ल भाइ ल भाइ खै तेरो फुल खै ए मोटी हात्ती लगाएर जाका म त अब जानु न ल अब छन् अझै 2 जना एक त गणेशलाई बाई बाई गणेश ल बाई गणेश सरसँग अन्तिम बिदाई ल अन्तिम बिदाई
अब हाम्रो गलेश्वर टोली चाहिँ एकजना बाँकी छ आशिष आशिषको तलै हो आशिष। आशिषलाई बिर्सेको ल अब चाहिँ हामी यसरी जाँदैछौँ ल हामीले चाहिँ भर्खरै आशिष बाबुलाई पनि आफ्नो घर छोडेर हो हाम्रो स्कुलको नानी निस्मा ल हामी चाहिँ अब हाम्रो घर गलेश्वरतिर लाग्दैछौँ कहाँ दिँदा दिनु हाम्रो घर कहाँ गएर आएको रे हामी न्याप्दै चोर गएर बाटो मसँगको कुन फिल्ड ट्रिप पऱ्यो यो लास्ट फिल्ड ट्रिप किन जान सक्छौ कि जान्छौँ ल अब बाबाहरू त अब 8 क्लासमा उठ्नुहुन्छ गुड लक सुप्रियाले अघिदेखि मोबाइल हेरेर आउँदैछ ल हामी चाहिँ हाम्रो गलेश्वर बजार आइपुग्न आँट्यौँ अब दिनको घर पनि आइसक्यो ल दिनको घर आयो अब छोड्ने काम अब दिनलाई हो हामी यही मन्दिरबाट छुट्टै ठिक हुन्छ होला है सबैजना मन्दिरको माथिबाट हजुर हजुर हुन्छ सुप्रिया सबै अब यहाँ आइपुगेको छौँ र हाम्रो एन्ड पोइन्ट यहाँ हुनेछ किनभने दाइको पार्किङको घर पनि तल छ हाम्रो एन्ड पोइन्ट चाहिँ यहीँ रहेको छ यहीँ थियो अघिल्लो लास्ट टाइमको एन्ड पोइन्ट यहीँ थियो ल हाम्रो चाहिँ ल हामी चाहिँ अब गलेश्वर आइपुगेको अवस्था दिनु कस्तो लाग्यो दिनु कस्तो लाग्यो बाबु राम्रो भेरी राम्रो फुलका कहिले खै थ्याङ्क यू मेरो पुल चाहिँ आइदिएकोमा मेरो फुल खोइ त कति थोरै बनाइदिएको यो दिनु यो एउटा दिनु यो दिनु यो मैले बाँध्नु लागेर ल हामी चाहिँ गाडीबाट पनि बिदा मागेर अब चाहिँ हामी आफ्नो घरतिर तर्फ लाग्छौँ त कस्तो लाग्यो एकदम रमाइलो लाग्यो ए ल अलिअलि अलिक बाटोको समस्या पर्यो हो ल ओके ल बाई बाई ओके अहिले चाहिँ नानी बाबाहरूलाई सबैलाई चाहिँ घरमा छाडेर अब चाहिँ छाडिसक्यो र आजको ट्रिप पनि सकिएको छ अब चाहिँ नानी बाबुहरू 8 क्लासमा जानेछ र मैले भने 7 सम्म चाहिँ टिचिङ गर्ने गर्छु तसर्थ अब चाहिँ नानी बाबाहरूलाई चाहिँ सँगको फिल्ड ट्रिप पनि योचोटि लास्ट फिल्ड ट्रिप थियो ल नानी बाबुहरूलाई यस भिडियो मार्फत के भन्न चाहन्छु भने अब चाहिँ भविष्यको लागि शुभकामना मेरो प्यारो प्यारो नानी बाबुहरूलाई अनि गुड लक फर योर ब्राइट फ्युचर अलि मेहनत गर्ने राम्रो पढ्ने भन्दै हाम्रो आजको भिडियो यस लाली गुराँसबाट यसरी एन्ड गर्न चाहन्छु हस्त धन्यवाद।